भात खाएको कस्तो तल लाग्यो छोरा। तामुल छ काट्ने लिएर आइज न। चामल तपाईँसँग छ? मसँगै छ। एकैछिन बस्नु। काट्न हौ। सानो दे सानो। यस्तो घाम लागेछ। चामल पनि सबै बिग्रेछ नि। बिग्रे यो खडेरीले सुक्यो नि त। खडेरी कस्तो लागेछ नि। त्यही त दबाई हाल्नुपर्छ होला यसो। दबाई हालेर कहाँ हुन्छ छोरा, यो त पानी नआयो हुँदैन। भइहाल्यो। म यो राखेर आउँछु। अनि हजुर के कस्तो गर्दैछ त? के बाछरा गफ गरेर बसिरहेको छ? काममा जा छिटो। म अझ बसेर बाफ पो मारिरहेको छ त। काममा नगएकोलाई ल्याउँछ यहाँ अब। छिटो उठेर जा। खालि बस लेक्चर मार बाउले बिगारेको छोरो कुलकुल्याएर। टाउ यतै राखेको थिएँ। जङ्गल काट्न बोलाएको थियो, आज सकिदिनु पर्ने। आमाले कतै शान्ति दिने हो। जङ्गल छ नि। हजुर आजको लागि काम सक्यो। काम सक्यो आजको लागि? ए एकछिन पर्खिनु त। के साह्रो गरम, बेलुकाको 4 बजिसक्यो, घाम अस्ताएको छैन। मरिन्छ होला। पैसा ल भाउजू। ल भोलि छिटै आइदिनु नि। ल ल भाउजू। ल होइन यो केटो अहिलेसम्म आउँदैन त। 4 बजिसक्यो, अहिलेसम्म आउनु पर्ने। साह्रो गरम हो। पर्खे कहाँ भित्र बस्ने? पैसा ले। कति ल्यास पैसा? पैसा त धेरै भेटेन, आज काम पनि बेसी थिएन। यही 150 हो। यो राख्नु त। कहाँ यो 100 रुपियाँ मात्रै दिएको त? तँ 50 रुपियाँ पनि ले। के गर्छस्? यो मलाई चाहियो नि त आमा। के गर्न? घरमा भात खाएर जान्छस्, घरको सबै थोक खाएर जान्छस्, अहिले अझै पैसा राख्दैछस्। ले ले ले, हुँदैन त्यसरी। ले त खालि पैसा। अनि त छोराले कमाएर ल्याएको पैसा सबै तैँले मागिस्? मागे। त्यसलाई पकेट खर्च चाहिँदैन? त्यसले के गर्छ पैसा? सौतिनी आमाको यही ढङ्ग।
म त राम्री छस् भने त्यो कमला बरु ठिक थिए मरेर गयो बिचरा। तँलाई ल्याएर मेरो घर सप्रिन्छ होला भनेको त के त्यो भयो धिक्कार रहेछ। त्यो एउटा छोरो छ नाबालक जेन तेन हाजिरा गरेर ल्याउँदैछ त्यसो पनि गर्नु हो। त्यो 50 रुपियाँ खोरुक्कै दे नत्र भने हेर राम्रो हुने छैन नि। किन दिन्छु घरको भात खाएर जान्छ। त्यसैले कमाएको पैसा त्यसलाई अलिकति दे 50 रुपियाँ दे 100 रुपियाँ त राख। होइन राम्रो हुँदैन है केटी मैले भनिदिएको छ। यिनीहरूको बाउ छोराको यतिखेरसम्म यो उठेको छैन त काममा जाने बेला भइसक्यो। छिटो उठेर काममा जाँदैनस् छिटो उठाए अबेला भयो काममा जान छिटो उठ। अहिलेसम्म सुतिरहेको छ 7 बजिसक्यो। चिया पकाइदियो नि त अब के त चिया उही दिन्छन् काम गरेर खामै चिया खाजा सबै थोक दिन्छन् उही गरेर खान्छ। अझै ऐनै हेरिरहेको छ त अझै गएकै छैनस् काममा छिटो त। खानु पर्यो अब चिया पनि दिएन। चिया उही खान जा। आज मेरो आफ्नो आमा हुन्थ्यो भने हिसाब गर्नुपर्ने छ। बाउले पनि के खानु सोध्तले आमा ल्याउनु परेको दुःख पाइयो। भाग्यमा यस्तै त्यो हो यो हजुर सबै दावा राखिसके। त्यत्रो दाउरा राख्न सक्नु त सक्यो के पैसा लिनु। कता भाउजू गए ल आउँदै गर्नु। ल केही काम पऱ्यो भने बोलाउनु नि त। ल काम भयो भने म बोलाइहाल्छु नि। ल आज 300 भेट्टायो। थुप्रै दिन मासु नखाएको आज एउटा लोकल कुखुरा किनेर ल्याउनु पर्यो। 200 आमालाई दिन्छु हुन्छ। धेरै दिन मासु नखाएको आज मजाले लोकल कुखुरा पकाएर खाइन्छ। के बोकेर आएछ यो पैसा ले यति नै पैसा 300 भेटायो। 100 रुपियाँको मासु लिएर आएको। अनि के को मासु ल्याउनु पर्छ पैसा जति मासु खाएर सक्छन्। थुप्रो दिन भयो त अब खाएकै थिएन हुन्छ। खानाले मरेको मलाई काटेर खानु नि के मासु खानु पर्छ। ले अरू पैसा ले तो खुर्का मासु गुरा लैजा। ए के पनि हुँदैन अब खाऊँ न अब थुप्रो दिन। म लैजा गुरा राइदे गुरा त 100 रुपैयाँ ले हुँदैन त्यस्तो पाराले। खाली मासु खानाले मरेको रहेछ है। थुप्रो दिन भयो त खाऊ न त नि। जा छिटो खुर्का घुरा भनेको सुन्दैन। खाली मासु खानै नपाएर हेर बुढी त्यो छोराले कति कमाएर ल्यायो घाम पानी पसिना गरेर त्यसले कमसेकम अलिकति पैसा पनि दिनु पर्थ्यो पकेट खर्च। अहिलेको जमाना बेग्लै छ। मासु ल्याएको थियो अरे तँ पनि तैँले पुर्याइदे के गर्दे भनिछस् त्यसलाई दुःख लाग्दैन। मैले कस्तो बुढी ल्याएछु तँलाई अरू पनि थिए नि हुन त राम्रा खालका तर तँ नभएर तैँले नै आउँछु भनेर गर्दाखेरि मैले तँलाई ल्याएको। ए म आउँछु भने अरे आफै गएर ल्याउने अनि म आउँछु भने तैँले
आउँछु भने न माटो बारी देखेर त आउँछु भने कि एउटा छोरो छ तपाईँको छोराछोरी त्यति नै हो म जान्छु तपाईँसँग राम्रो कारोबार गर्छु राम्ररी मिलाउँछु भरे त आँखी होइन ए तँ छोरालाई चाहिँ बसे बसे खुवाउनु यत्रो काम गरेको चाहिँ कहाँ गयो त्यसले काम नगरिकन बसी बसी खानालाई यहाँ कहाँबाट आउँछ पैसा ए आफू पनि नगर्दै अनि छोरालाई पनि गर्न नदिने अर्थ त परै जाओस् त्यो मासु मलाई आधी किलो 1 किलो कति ल्याएको थियो उसले मात्रै खाने थिएन हामी तिनैजनाले बाँडीचुडी खान्थ्यौँ नि त खाएर आरामसे सुत्थ्यौँ कति राम्रो हुन्थ्यो त्यो छोराको मन कस्तो रोयो होला तँलाई त पैसा भेटिस् भइहाल्यो तँलाई त्यति भए मेरो हृदयमा के छ त जान्दछेस् त्यो कमलाले मलाई कतिसम्म भनेर गयो यो चोरो अपयला नहोस् तपाईँले अर्की नल्याउनु भनेर मलाई भनेर गएकी थिए त अहिले म मेरो आँखामा झलझली आइराखेको छ मलाई दुःख लाग्दैन त बस्नु थियो नि त त्यसै किन ल्याउनु पर्यो त अलक्षिण यस्ता अलक्षिणले गर्दाखेरि छोरो छोरो बटारिन थाल्यो बटारिन्छ अवश्य न त्यसले भनेको बेला चल्न सक्छ न एउटा भनेको राम्रो लुगा किनेर लाउन सक्छ न मैले किनिदिँदा हुन्छ यो के दशामा परे म बरु नल्याएको थियो भने राम्रोसँगले हुन्थ्यो होला बाउ छोरो बसेर कमाने गएर खान्थ्यौँ होला अरूले चाहिँ कसैले यस्तो नल्याओस् है सौतिनी आमा वा सानीमा कसैले पनि नल्याउनु धिक्कार हुँदो रहेछ ए अहिले पस्तायो बुढा त्यतिखेर त बुढी नभए बस्नै नसक्थ्यो होइन मेरै खप्पर फुटेको रहेछ त्यो छोरालाई एक छाक पनि मासु खान नदिकन खेदाउनु पर्यो त्यसको भाग्य कस्तो काकी हजुर के गर्नु बस न यहाँ तिहारमा यसै बात मारेको नि घरको कुरा गरेको अनि कहाँ हिँड्यौ त यसो एउटा सल्लाह गरौँ भनेर आएको थिएँ के सल्लाह भन न त पिकनिक खान जाउँ भएर कुण्डा भनेर आएको थिएँ ए हामी जान्दैनौँ पिकनिक खान जाउँ न अनि सबैजना गए ठाउँमा अहिले नजाने आगुम जाने अहिले जान्दिनँ हामीहरू अस्ति पैसा पनि छैन अहिले यताउता सपोर्ट गर्नु नि अनि कहाँ सपोर्ट गर्नु कसैले दिन्छन् र अहिले नजाने पिकनिक अरे भाउजू पिकनिक जाउँ न आमा हामी नजाने पैसा खर्च हुन्छ कहाँ छ पैसा पिकनिक खान जाने पैसा छैन अरे कहाँ छ मैले यत्रो तपाईँलाई भाउजूकोमा हाजिरा गरी ल्याएर दिएको तपाईँले न मलाई के खानु दिनुहुन्छ न लाउनु दिनुहुन्छ सबै तपाईँको हातमा दिएको छ त सबै गाउँका मान्छे गइरहेको छ हामी एक घरमा चाहिँ टुलो भएर बस्नु पर्दैन अहिले जान अहिले पैसा खर्च गर्नु हुँदैन आगुम जानुपर्छ त म ऊ बाउ सबै मिलेर जानु अनि हामी एक्लै गएर पुरा गाउँको समाजको एउटै त हुँदैन नि त नि गाउँको समाजसँग सँगै बसेर मिठो बस्नु एक छाक खाँदा कति राम्रो हुन्छ भन्नु त होइन तिमीहरू जाऊ न त कति होला 200-300 रुपियाँ होला यताउता खोजखास पाएर दिउँला म अब तेरि आमाले नदिए पनि आमा पनि जा छोरो पनि जा म घर बुढा अब घरमा त बस्नै पर्यो एकजना गोठालो त्यसले गर्दा तिमीहरू जाऊ गाउँका छर छिमेकीहरू जाँदाखेरि कति राम्रो हुन्छ तिनीहरूका घरका पनि आएछन् आमा छोरा कति मिल्दा रहेछन् बाहिर लोकले देख्नेले राम्रो देखुन् भित्र जेसुकै होस् म चाहिँ तँ भन्छु है बुढी नजाने तपाईँले भनेर हुन्छ त पिकनिक खान जाँदाखेरि पैसा खर्च हुँदैन अलि पिकनिक खान त जहिले जाँदा पनि हुन्छ अनि यत्रो पैसा के गर्नुहुन्छ भन्नु त आमा अब त बुबाले पनि जाऊ भनिरहेछन् सबै जाउँ न सँगै नजाने पिकनिक खान नजाने पैसा खर्च हुन्छ पैसा यहाँ के गर्न राखेको छ मै जान्दछु तपाईँ झल्ला गरिराख्नु तपाईँ आगुम जाने हामी त जाने यसपालि जाऊ तिमी नै चम्किरहेछौ पिकनिक खान बेसी के साह्रो लोभ गरेको नि अब तपाईँ त मान्नुपर्छ अब न खाना पाइन्छ न लाउन पाइन्छ भयो म जाँदैन भने नजाऊ म त जाउने भनेको टेर्दैन भने अब के गर्नु त भयो छोड्दा बेसी हल्ला नगरिराख्नु है ल तिमीहरूको खुसी गर अब म चाहिँ सक्दिनँ आमा भोक लाग्यो भात दिनु लु यहाँ बस किरामा म भात ल्याउँदैछु आजै थाहा छ आमाले राम्रो मुखले बोलेको ल भात
यो नुनसँग भात खानु आमा सब्जी छैन कहाँ छ त सब्जी अनि छैन सब्जी निमकसँगै खा ऊ प्याज काटेर हालिदिनुहोस् आम्लेट बनाइदिनु न डिमाको छैन डिमा कहाँ छ र डिमा आम्लेट बनाउनु त्यो गुडमा थियो त अनि अझै चाहिँ हेरेर कहाँ आएको छ छैन गएर हेर त यस्तो कसले खान्छ त यत्रो काम गरेर आउँदा पनि खाना खाइँदैन राम्रो एकसाथ ए काकी काकी कहाँ हुनुहुन्छ हौ बाहिर निस्किनु त किन डिमा छ छ खोइ दिनु त डिमा चाहिरहेको थियो कतिवटा 3टा जस्तो दिनु न अनि दाइ भाइ कता हिँड्नु त ए डिमा लिन आएको थियो डिमा आज खानु मन लाग्यो हाम्रो डिमा हाम्रो घरमा छैन त तिम्रो आमाले अलिक छ भन्नु त मलाई त्यो रोग भन्दैछु ए छैन अहिले म खान्छु भनेर छैन भन्नुभयो खोइ त चाहिँ म जान्दिनँ मलाई लिएर पनि आइसक्यो डिमा लैजाऊ खोइ पैसा ल्याऊ पैसा दिन्छु नि त काकी फेरि पैसा पैसा पैसाले मर्छु क्या बुढिया अहिले मैले डिम्बा खान्छु भन्दा चाहिँ छैन नगर धन्चुको लागि खाली खानेको मात्रै कुरा नगर्नु बेसी गाडी को आएछ घरमा आमा ए आमा हजुर को आयो कसको गाडी हो नতুन गाडी छ आमा ए आमा हजुर कसको गाडी को आयो हाम्रो घरमा कसको गाडी कस्तो लाग्यो गाडी हेर त गाडी त ठिकै छ खास को आयो त्यो चाहिँ भन्नु न गाडी चाहिँ हेर न कस्तो लाग्यो तँलाई अच्छा म कुरो गर्नु त गाडी त राम्रो लाग्छ नि त अनि ए गाडी राम्रो लाग्यो अँ के सरप्राइज हो तँलाई छोरा त भन्थिस् नि ए होइन होला मेरो किन होइन तँलाई मैले ल्याइदिएको तैँले कमाएका पैसा तँलाई मासु नखा यस्तो खर्च नगर भनेर भनेको थिइनँ पैसा जम्मा पारेर छोरालाई मैले गाडी किनिदिएको अनि साँच्चै हो बुढी तैँले ल्याइदिएकै हो अनि साँच्चै होइन भने लु कुरा बाउ छोरा चढेर फेरि बजार जानु त मैले यो सम्झेकै थिएन छोरा धन्यवाद तेरो आमालाई धेरै धेरै आशीर्वाद साँच्चै मेरो नि आमा तँलाई त ल्याइदिएको त तँ कति कष्ट गर्थ्यौ घाममा साइकल मारेर जान्थिस् दाउ बोकेर जान्थिस् कोदालो बोकेर जान्थिस् जङ्गल फाँड्थिस् कति दुःख गर्थ्यौ घाममा दुःख गरेर साइकलमा कुदेको देखेर मलाई कस्तो नराम्रो लागेर अनि ती पैसा मैले जोगाउँदै 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 राखेर अनि तँलाई गाडी किनिदिएको छोरा तँलाई हर्क लागेन मनमा आमाको खुसी कस्तो लाग्यो त अहिले मेरो त के भनौँ न मुखामा बोली छैन आमा अहिले तैँले दुःख गरेको थिइस् र जम्मा गरिदिरहेको थिएँ मैले अनि तँलाई नयाँ गाडी मैले किनिदिएँ त्यतिमा त खुस भइस् नि त अब ए राम्रो गरिस् बुढी राम्रो गरिस् तँलाई त म अलक्षिणी भनेको थिएँ तर त राम्रो गरिस् जुन काम गरिस् म गरिस् एकदम राम्रो लाग्यो है मलाई हो यसरी मिलापिर्ती गरेर जोगाड गरेर राखिदिस् भने तँलाई धेरै धेरै आशीर्वाद छ आमा छोरा कति मिलेको अहिले देख्न पाइयो यसै नै यो घर संसार चलोस् हाम्रो नि आमा खास आउनु खास तपाईँलाई नै बस्नु आउनु ल यहाँ चढ्नु त पछाडि खास आमा चढ तपाईँले चलाउँछु ल ल बजार गएर आउँदा पनि हुन्छ होइन एक राउन्ड चाहिँ मारेर आउनु ल ल ल ल बाबु जान्छ तेरिका बुढीले त गर्नु गरेकी रहेछ छोरासँग 50 150 100 गरेर कति लाख रुपियाँ जम्मा गरेकी रहेछ धन्यवाद दिन्छु म त बुढीलाई यस्ता बुढी त जिन्दगीमा कसैले पनि भेट्दैन मेरो चाहिँ भाग्य कति डह्रो रहेछ भने बाफ्रे बा हो यस्ता बुढी हुन् न बुढी ल्याइकन सौतिनीपट्टिको छोरो भए पनि आमा चाहिँलाई सानीमा चाहिँलाई माया चाहिँ एकदम राख्छ म त बहुत भाग्यमानी रहेछु नि हौ बुढीलाई कस्तो अपेला गर्थेँ म छोरालाई कस्तो अपेला गरेको देख्थेँ त्यो त एकदम राम्रो रहेछ ल बुवा अब तपाईँको पालो बस्नु बस्नु हो र छोरा चढेर जानु अब छोराले बुलाउँछ ल ल ल त छोरा या यो बुढेसकालमा आमाले गर्नुसम्म गरी राम्रो गरे मलाई कराउँथ्यो नि देखाउँछ राइज हो ऊ अहिले बाल छोरा कस्तो मजाले स्कुटीमा गइया चढेर
मैले जब पारिदिएको थिएँ पैसा अनि किनेर ल्याइदिएँ मैले अहिले खुसी छन् जे भए पनि छोराको माया लाग्छ नि सौतेनी आमा भनेर मलाई कति भन्थे तर अहिले मैले छोराको मायाले उ गाडी किनिदिएँ अहिले बाबु छोरा गयो गाडीमा कस्तो राम्ररी गयो